हेलो गाइज, वेलकम ब्याक टु माई मिनी ब्लग। अनि हजुरहरू सन्चै हुनुहुन्छ होला। म चाहिँ यता आज मम्मीहरूकोतिर गएको थिएँ कि, अनि सानोहरूले नक्कल पारेर चाहिँ म चाहिँ यहाँ बाहिरतिर यसो भिडियोहरू खिचिरहेको छु कि केटाकेटीहरू खेलिरहेको छ। अन्तखेरि मम्मीहरू पनि रुममा घुम्न रहेछ कि बाहिरतिर जानुभएको रहेछ। अनि हामी पनि हिँड्यौँ अब रुमतिर। अब हामी जाँदैछौँ यहाँनिर। अनि म चाहिँ भिडियो बनाउँदै हिँडिरहेको छु। हेर्नु न, मलाई त आज रुगा पनि लागिरहेछ, घाँटी पनि देखिरहेछ। अनि हिँडिरहेको छु म। हेर्नु कस्तो राम्रो हिमाल देखिरहेछ। मैले जुम गरेर देखाइरहेको छु क्या, कस्तो राम्रो छ हिमाल देखिरहेछ। यो चाहिँ यता खोलाको छेउको भ्यूहरू हो कि, मनरा खोलाको छेउको भ्यू कस्तो राम्रो छ। अनि हामी चाहिँ हिँडिरहेको छौँ। यसले उहाँ बोक्नु लगाइरहेछ छामा चाहिँलाई। अनि यहाँनिर हिँड्दा हिँड्दै उहाँ परबाट हामी यहाँ आइपुगिसक्यौँ क्या, पुलमा आइसकिसक्यौँ। अनि हिँडिरहेको छौँ, त्यसले बोकेर हिँडिरहेको चाहिँ म चाहिँ भिडियो बनाइरहेको छु। अनि त्यसपछि हिँडिरहेको छौँ हामी। यहाँ चाहिँ तपाईँले पोर्क हाउस क्या, यसमा चाहिँ फेरि मासुहरू पनि राम्रो पाउँछ। अनि खानाहरू सबैको धेरै राम्रो छ क्या यहाँनिर। तपाईँहरू पनि एकचोटि आउन सक्नुहुन्छ, यहाँनिर धेरै राम्रो छ। अनि त्यसपछि लाग्यौँ हामी घरतिर। अलि साँझ पनि थियो, जाडो पनि भइसकेको थियो क्या। अलि साँझ भएर काठमाडौँमा यति चिसो छ, त्यही माथि चिसो मौसममा त्यही पनि म भिडियो बनाउँदै हिँडिरहेको छु। मेरो बहिनीले चाहिँ बच्चा बोकेर छोरो बोकेर हिँडिरहेको छ क्या। अनि त्यसपछि भनिरहेको चाहिँ मलाई जिस्काउँदैछ, भिडियो बनाएर हिँडेँ मान्छेको छेउमा भनेर। अनि बनाउँछ त नि भन्दै म पनि खोइ हिँडिरहेको चाहिँ भिडियो बनाउँदै। मान्छेहरूले हेरि पनि रहेको थियो, लाज पनि लागिरहेको थियो क्या। अनि फर्स्ट टाइम यसरी भिडियो बनाएर हिँडेको है। ब्याक फेरि अगाडिको क्यामेराले बनायो क्या, ब्याक क्यामेराले त भन्दा राम्रो देखिन्थ्यो होला। अगाडि क्यामेराले खिचेको कस्तो अनुहारै बाङ्गो देखिरहेछ क्या। जस्तो भए पनि यसो सपोर्ट गरिदिनु होला। यो भिडियो चाहिँ म फेसबुकमा हाल्छु होला, फेसबुक पेजमा, अनि युट्युबमा पनि हाल्छु होला कि। अनि मैले मेरो फेसबुक पेजमा पनि युट्युबको लिङ्क राखिदिएको छु, हजुरहरूले सब्सक्राइब गर्नु सक्नुहुन्छ। अनि हामी हिँड्दै पनि यहाँ रुममा आइपुग्ने बेला भइसक्यो क्या। राम्रो कस्तो साँझमा कस्तो आनन्द क्या, भ्यू पनि कस्तो राम्रो आउने। अनि हिँडिरहेछौँ अनि रुम पनि आउनु लाग्यो। त्यसले बोकिरहेछ हिँड्दै फेरि निदायो क्या। त्यो फेरि बोकेर हिँडेको निदायो पो हिँड्दै। अब यो पिङ्क कलरको चाहिँ हाम्रो घर हो। अनि हामी पनि घरमा आइपुगिसक्यौँ। अनि नानी पनि स्कुलबाट आइसकेको छ। अनि त्यसलाई बोक्दै यहीँ लिएर आएर सुतिहाल्यो। अनि सुतेपछि अनि हामी पनि रुममा आइसकिसक्यौँ, सुतो। अनि हजुरहरूलाई कस्तो भिडियो लाग्छ, बाई बाई।